Hello guys, welcome to my vlog. Guys, आज चाहिँ हामी फाइनली कति धेरै हो हेर्न सक्नुहुन्छ हाम्रो मेरो बुढीकोमा यति धेरै नापाङहरु छ है मार्नु पर्छ अब कल्ल नापाङ मजिलो छे ताजे नाम नामले Wala si Minya hamzang ya kayam. Api kuredo. Yogo celleno. यहाँ सँग यस्तो छ गाह्रो छ हजुर यहाँ तोरी खान लागेको कोटिम खेतमा यहाँ सँग यो चाहिँ हाम्रो खेत यहाँ देख्न सक्नुहुन्छ हाम्रो हिरोनी यता हेर्नु त हजुर के गर्दै हुनुहुन्छ तोरी खाल्दै हजुरको खेतमा अनि हजुरको तोरी त खुबै राम्रो भयो रहेछ दिन ढ्यारी कसरी छ नि दिनको 500 रुपैयाँ दिनको 500 रुपैयाँ हो दिनको 500 रुपैयाँमा त खै खेतालाहरु आएन होला त त्यसो भए त आउँदैन जाडो छ रे जाडो छ रे यस्तो घाम लागेछ टन 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 यस्तो घाममा पनि अब जाडो भयो भने को मान्छे रहेछ म तिमी हो ए ल ल ल ल भर्खर आउनु भएको ल उखाल्दै गर्नु है यताको खेतालाहरुसित पनि इन्टरभ्यु लिनु पर्यो देख्न सक्नुहुन्छ हाम्रो खेतालो दुईजना छ है उहाँ चाहिँ एकदम पाखो खेतालो यतिको दामी भन्छ है तोरी अनि यता हुनुहुन्छ हाम्रो के भन्छ तोरी यस्तो छ रे हेर्नु रे अनि घर मालिक अनि खेत मालिक हजुरको हालखबर के छ नि ठिक छ हजुरको मुस्कान एकचोटि यता क्यामेरामा देखाउनु पर्यो दाँत चाहिँ कसले लग्यो त मुसाले लग्यो कस्तो वाला मुसो रहेछ तपाईँ दाँत पनि लाने मुसा त कालो रातो भएको मुसा तपाईँको तोरी त खुब गजबै राम्रो भएछ त अनि यति राम्रो भएको तोरीमा खोइ त खेतलाहरू लगाउनु पर्ने उता खेतालोले 500 रुपैयाँ मागिरहेको छ है काम राम्रोसँग गर्नु त ठग्दिएको टाइमै भएको छैन अहिले नै 500 रुपैयाँ माग्ने खेतालो हेर्न सक्छु त्यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पाखो खेतालो खेतालो होइन यहाँ चाहिँ मालिक हुनुहुन्छ है खेतको मालिक नाइकको हो नि त पुरा नाइकको जुत्ता लगाएर आज जुत्ता पनि नाइकी जुत्ता हो नि त फेरि यतिको चाहिँ हुनुपर्छ है मालिक भएपछि खेत किन ल भन्नु के 2-4 शब्द जाओस् न त के भन्ने त खै कौडी काँचै छ उकलम कि नगलम जस्तो लाग्यो गाह्रो छ अब गाउँ झार्ने कि मकै लगाउँछ कि खै मेरो विचारमा त हजुर अब मकैमा त धेरै मेहनत छ गाउँ लगाउँदा सही हुन्थ्यो हुन त अब हजुरहरू मकै लगाउनुहुन्छ अरे मकै पनि राम्रै हो तर मेहनत धेरै चाहिन्छ अब तोरी त काँचै उकल्यो यतिको पाकेकोलाई काँचो भन्छ हौ पाकेर यहाँ झर्न लागिसक्यो हरियो छ कसरी हाल्या भन्छ हरियो छ भन्ने भने रिसाउँछ जाने भने नजाऊ रे हरियो छ रे ल अब गाउँ भनेको नजाने भन्छ ल यतिको छ हेलो मिस म्याडम अब म चाहिँ लाग्छु होला हजुर एक्लै हुनुहुन्छ कि तपाईँ जानुहुन्छ तपाईँ जानु न आज राम्रोसँग खानु है यतिको चाय बेमा नि टन्ने यसरी खानुपर्छ गाईहरू तोरी यसरी दुई हातले यसरी खानुपर्छ है हेलो गाइज यो चाहिँ मेरो आन्टीको घर अनि आन्टीको घरमा चाहिँ कालिज पालेको रहेछ हेर्न सक्नुहुन्छ यतिको कालिज छ है हजुरहरूलाई कालिजको मासु चाहिएमा सम्पर्क गर्नु होला सम्पर्कको नम्बर चाहिँ म
त मेरो टिकटक आइडीमा टक्क स्ट्याटसमा नाम सम्पर्क नम्बर लेखिदिनेछु अनि उहाँ चाहिँ सम्पर्क गर्नु होला। यो ठाउँ चाहिँ हाम्रो आइबिआरडी पुनर्वास आइबिआरडी ठ्याक्क एसपिएल एकाडेमीको ठ्याक्क अगाडिपट्टिको घरमा छ। कालिजको मासु चाहेमा सम्पर्क गर्नु होला। यतिको छ कालिज हेर्न सक्नुहुन्छ। तल पनि छ, तल पनि कालिज।